त्यसमा 15 जना जति सेनाहरू यातना दिएर बलात्कार पछि बिहान बेलुका रातको 12 बजे आएका सेनाहरू बिहान 5 बजेतिर चाहिँ मेरो बहिनीलाई मारेको हो। यो भिडियोमा बोलिरहेको व्यक्तिको नाम हो देवी सुनुवार, अझ राम्रोसँग भन्नुपर्दाखेरि मैना सुनुवारको आमा। र उनले यहाँ भनिरहेको घटना उनकै आँखा अगाडि घटेको अथवा नेपाली सेनाले मारेको उनकी भदैनी रिना रसाइलीको हत्या हो। 2060 साल फागुन 1 गते नेपाली सेनाको जम्बो टोली राति 12 बजे रिना रसाइलीको घरमा जान्छ। ढोका ढकढक गर्छ, ढोका कसैले खोल्दैनन्। ढोका कसैले नखोलेपछि एकाएक उनीहरू ढोका फोडेर घरभित्र छिर्छन्, घर खानतलासी गर्छन् र घरभित्र देवी सुनुवारसँगै सुतिरहेकी उनकी भदैनी रिना रसाइलीलाई समातेर एकाएक बाहिर निकाल्छ र माओवादी समर्थक हो, माओवादीलाई सहयोग गरेको आरोपमा उनलाई सपरिवार अघिल्तिर यातना दिन सुरु गर्छ। यसरी नेपाली सेनाले बाँकी रहेका सदस्यहरूलाई घरभित्र बस्न, यदि तिमीहरू कोही चिच्चायो, कोही घर बाहिर निक्ल्यो र कोही बोल्यो भने तिमीहरूलाई पनि मारिदिन्छु भन्ने धम्की दिन्छ। त्यसको केही समय पछाडि त्यो यातनाको आवाज सुनेर उनका दाजुभाइ र भाउजू एकाएक बेहोस हुन्छन् र उनी मात्र उक्त घटनालाई आफ्नो घरभित्र बसेर निहालिरहेकी हुन्छन्। केही समयसम्म त बहिनी कराएको आवाज सुनिन्छ भने केही समय पछाडि एकाएक बन्दुकको आवाज आउँछ र त्यसपछि भने सुनसान हुन्छ। भोलिपल्ट बिहान छिटै उठेर गएर हेर्दाखेरि उनकी बहिनी रिना रसाइली मृत अवस्थामा फेला पर्छिन्। आफ्नो बहिनी रिना रसाइलीको हत्यामा आफू प्रत्यक्षदर्शी भएको र नेपाली सेनाले बलात्कारपछि अन्त्यमा गोली हानी आफ्नी भदैनीको हत्या गरेको हो भनी देवी सुनुवारले नेपालको मिडियाहरूमा अन्तर्वार्ता दिन्छन्। उक्त अन्तर्वार्ता पब्लिस भएको 24 घण्टा पनि नबित्दै अथवा फागुन 5 गते उनकै आफ्नै छोरी मैना सुनुवारलाई नेपाली सेनाले पुनः अपहरण गर्छ। त्यति बेलाको द्वन्द्वकालीन समयमा नेपाली सेना अथवा माओवादी विरुद्ध कमै मात्रामा मान्छेहरू बोल्ने गर्थे र जो बोल्थे, जो उनीहरूको विरुद्धमा हुन्थे, कि त ऊ मर्थ्यो कि त उनीहरूलाई बेपत्ता गराउँथे। त्यसै गरी देवी सुनुवारले पनि आफ्नै भदैनी रिना रसाइलीको हत्या बारेमा बोल्ने आँट गरिन् र नेपाली सेनाको बेइज्जत गरेको भनेर नेपाली सेनाले देवी सुनुवारलाई खोज तलास सुरु गर्छ। त्यसको ठिक 5 दिन पछाडि अथवा 2060 साल फागुन 5 गते उनकै घरमा काभ्रेपलाञ्चोक स्थित खरेलचोकमा एक बिहानै नेपाली सेनाको जम्बो टोली देवी सुनुवारलाई अपहरण गर्न पुग्दछ र घर खानतलास गर्दाखेरि देवी सुनुवारलाई घरमा नभेटेपछि उनको 15 वर्षीय छोरी मैना सुनुवारलाई अपहरण गरेर 5 खाल स्थित सैनिक ब्यारेकमा लिएर आउँछ। त्यसपछि के भयो र के गरियो भनेर त म एकछिनमा भन्ने नै छु। त्यो भन्नुभन्दा अगाडि नेपाली सेनाले किन यसरी अपहरण गर्थ्यो, किन जनयुद्ध सुरु भयो र यसको कारण के थियो त भन्ने कुराको चर्चा गरौँ है त। नेपालको सशस्त्र द्वन्द्व 2052 देखि 2063 सम्म देशको इतिहासमा सबैभन्दा हिंसात्मक पीडादायी कालखण्डमध्येको एक हो। यस द्वन्द्वका क्रममा हजारौं मानिसहरू मारिए, हराए, अपाङ्ग भएर लाखौं मानिसहरू विस्थापित भए। 2052 फागुन 1 गते एउटा यस्तो दिन जसले इतिहासको धार नै मोडिदिन्छ। नेपाल कम्युनिस्ट पार्टी माओवादीले तत्कालीन संसदीय व्यवस्थाको अन्त्य, गणतन्त्र स्थापनाको मागसहित जनयुद्ध सुरु गर्छ। तर जनयुद्धको नाममा जुन हिंसा फैलियो, जुन निकै पीडादायी र सर्वसाधारण नागरिकमाथिको आक्रमण थियो, एकातिर राज्य अर्कोतिर माओवादी, दुवै पक्षले जथाभावी हत्या, अपहरण, यातना, बलात्कार र बेपत्ता पार्ने जस्ता गम्भीर अपराधहरू गर्थे। नेपालको सशस्त्र द्वन्द्वकालीन घटनाहरूमा विभिन्न किसिमका हत्याकाण्डहरू भएको पाइन्छ, जसमध्येको एउटा प्रमुख हत्याकाण्ड हो मैना सुनुवार हत्याकाण्ड। त्यति बेलाका सेनाहरू अहिलेका जस्तो सेनाहरू पक्कै थिएनन्। उनीहरू नेपाली सेना नभएर साई सेना थिए अथवा राजाद्वारा परिचालित सेना। त्यति बेलाका राजा थिए ज्ञानेन्द्र वीरविक्रम शाहदेव र उनले जे भन्यो, जसो गर भन्यो नेपाली सेनाले त्यसै गर्ने गर्दथे। यसरी आफ्नो छोरी मैना सुनुवारलाई नेपाली सेनाले अपहरण गरेर लग्दै गर्दा उनको बुबालाई यदि तेरो छोरी जिउँदो चाहन्छस् भने तेरो श्रीमती देवी सुनुवारलाई लिएर 5 खाल ब्यारेकमा आज 3 बजे भित्रमा आइजो भनेर सेना त्यहाँबाट हिँड्छ। तेरो श्रीमती खोइ त भने श्रीमती सासू बिरामी हुनुहुन्छ अरे भन, आमा बिरामी भन, ऊ हेर्न गएछ। अनि त भोलि तेरो श्रीमती लिएर भरे 3 बजे आइज भनेर, सर अब अहिले म पारी गइकन आज गाडी बन्द छ, फागुन 5 गते दिन
यसरी आफ्नै छोरीको अपहरण भएको र आफूलाई ब्यारेकमा उपस्थित हुन भनिएको भन्दै उनको श्रीमान र उनकी श्रीमती 5 खाल ब्यारेक जान्छन् र सेनाले तेरो छोरी यहाँ ल्याएको छैन र यहाँ यसरी मान्छे ल्याएर बन्दक बनाएर राख्ने ठाउँ पनि होइन भनी फिर्ता पठाइदिन्छ। उनीहरू बारम्बार जान्छन्, त्यहाँ धर्ना कस्छन् र सोधपुछ गर्छन्, हामीलाई यहाँ आउन भनेको छ भनेर भनिन्छ। तर नेपाली सेनाका त्यहाँका अधिकारी अथवा जो उपस्थित व्यक्तिहरूले हामीलाई कुनै पनि खबर थाहा नभएको र यहाँ कसैलाई पनि अपहरण गरेर नल्याएको भनेर खबर दिन्छ। त्यति बेलाको समयमा यसरी बेपत्ता भएका मान्छेहरू कि त नेपाली सेना अथवा माओवादीले मार्थ्यो कि त उनीहरूलाई आफूसँगै हतियार बोकाएर युद्धमा अगाडि बढाउँथ्यो। यसरी पटक पटक उनीहरू ब्यारेक धाउँछन्, छोरीको बारेमा सोधपुछ गर्छन् र नेपाली सेनाले हामीलाई थाहा छैन, हामीले ल्याएका छैनौँ भनी जवाफ दिइराख्छ। त्यसको 4 दिन पछाडि मिडियामा एउटा यस्तो समाचार प्रकाशित हुन्छ, 5 खाल स्थित खरेलथोकबाट मैना सुनुवारलाई नेपाली सेनाले अपहरण गरेर ल्याउने क्रममा उनी बीच बाटोमा जङ्गलमा भाग्ने प्रयास गरेकोले गर्दा नेपाली सेनाले उनलाई गोली हानेर हत्या गरेको भनी समाचार प्रकाशित हुन्छ। यो समाचार प्रकाशित भएको केही समय पछाडि देवी सुनुवारले यो समाचार सरासर गलत भएको र नेपाली सेनाले आफ्नै छोरीलाई कतै बन्दक बनाएर यातना दिएर राखिरहेको छ भनेर 2061 सालमा नेपाली सेनाका अधिकारीहरू विरुद्ध मानव अधिकार हनन गरेको आरोपमा मुद्दा दर्ता गर्छिन्। नेपालको इतिहासमै पहिलो पटक नेपाली सेनाका अधिकारीहरूलाई मानव अधिकार हनन गरेको विरुद्धमा मुद्दा लगाइन्छ र उक्त आरोपमा कारबाही गर्न थालिन्छ। तर घटनाका दोषीहरू भने फरार हुन्छन्, राज्यले खोज्ने चासो पनि दिँदैन र सरकार चुप बसिरहन्छ। घटना घटेको केही दिन पछाडि आफ्ना अन्य परिवारका सदस्यहरू र आफूलाई पनि नेपाली सेनाले जुनसुकै बेला अपहरण गर्न सक्ने र यसै गरी बन्दक बनाएर बेपत्ता पार्न सक्ने भनी सोच लिएर उनीहरू त्यस खरेलथोकबाट बसाइ सरेर काठमाडौँ आउँछन्। काठमाडौँ आएर उनीहरू न्यायको विरुद्ध लड्छन्। त्यति बेलाको समयमा न्याय पाउनु सजिलो थिएन। नेपाली समाज एक महिला, त्यो पनि दलित अनि गाउँबाट आएको, तर पनि छोरीको लागि न्याय खोज्ने आँट गरिन्। त्यो आँट एक विद्रोहको थियो, सत्ता विरुद्ध र दण्डहीनता विरुद्धको थियो। देवी सुनुवारले आफ्नो छोरीको न्यायको लागि काठमाडौँको मानव अधिकार आयोग, सुप्रिम कोर्ट, अन्तर्राष्ट्रिय सङ्घ संस्था सबै गुहारिन्। अन्ततः उनलाई एमनेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसङ्घ, एसियन ह्युमन राइट्स कमिसन जस्ता संस्थाहरूको साथ मिल्यो र यो एउटा घरेलु मात्र नभई अन्तर्राष्ट्रिय स्तरकै मुद्दा बन्न गयो। अन्तर्राष्ट्रिय स्तरका BBC, न्युयोर्क टाइम्स जस्ता पत्रिकाहरूले यस समाचारलाई उनीहरूको फ्रन्ट पेजमै हाइलाइटेड गरेर छपाए, जसले गर्दा नेपाल सरकारलाई सबै पक्षहरूबाट यस घटनाको छानबिन गर्नको लागि निकै ठुलो दबाब सिर्जना भयो। यसरी चौतर्फी दबावको कारणले गर्दा नेपाली सेनाले 2.5 वर्षपछि सामान्य प्रेस मिट गरेर मैना सुनुवारलाई अपहरण गरेर ल्याउँदै गर्दा बाटोमा भाग्ने प्रयास गर्दा उनलाई गोली हानी उनको हत्या भएको र उनलाई ब्यारेकभित्र नै गाडिएको भनेर जानकारी दिन्छ। यसरी सेनाले मैना सुनुवारको हत्यापछि ब्यारेकभित्र नै गाडिएको भनेर समाचार प्रकाशित गरेपछि एक कान दुई कान मैदान हुँदै यो समाचार अन्तर्राष्ट्रिय स्तरका मिडियाहरूले थाहा पाउँछन् र विभिन्न सङ्घ संस्थाहरूले थाहा पाउँछन् र त्यसपछि उनीहरूले मैना सुनुवारको शवलाई उत्खनन गर्नुपर्छ भनी आवाज उठाउँछन्, जसले संयुक्त राष्ट्र सङ्घ र एसियन ह्युमन राइट्स कमिसनको सहयोगमा 2064 सालमा मैना सुनुवारको शव उत्खनन गरिन्छ। उक्त उत्खनन भएको शवमा केवल उनको मासुहरू सबै गलिसकेको हुन्छ अथवा कुहिसकेको हुन्छ भने मानव अस्थिपञ्जर केवल कङ्काल हड्डी मात्र बाँकी हुन्छ। त्यही हड्डीलाई निकालिन्छ र फोरेन्सिक ल्याब परीक्षण गर्न थालिन्छ। फोरेन्सिक ल्याब परीक्षणपछि यस्तो पत्ता लाग्छ कि नेपाली सेनाले 90 मिनटसम्म उनलाई टाउको र खुट्टामा करेन्ट लाउने, पानीमा चोपल्ने, तडपाउने र बन्दुकको नालले खुट्टामा हान्ने जस्तो कार्यहरू गरेको र उनी बेहोस भएपछि एउटा बन्दी कोठामा राखिएको र उपचारको अभावले उनको मृत्यु भएको पुष्टि हुन्छ। यसरी मृत्यु भइसकेपछि नेपाली सेनाले उनको लासलाई टाउकोमा गोली हानेको र जसले गर्दा अपहरण गरेर ल्याउँदा भाग्ने क्रममा उनलाई गोली हानेर मारिएको भनेर समाचार पार्नको लागि ढाकछोप गर्ने प्रयासले यो कार्य गरेको भनी फोरेन्सिक ल्याब रिपोर्टबाट स्पष्ट हुन्छ। त्यति बेलाको समयमा आफ्नो छोरीको न्यायको विरुद्ध यसरी लड्नु, यसरी आवाज उठाएर यहाँसम्म पुग्नु भनेको उनको लागि निकै ठुलो उपलब्धि थियो। किनकि त्यति बेला कसैले नबोल्ने आँट गर्थे, न कसैले बोल्थे। यदि बोले पनि कि त उनीहरूलाई मारिन्थ्यो कि त दबाइन्थ्यो। यसरी उनको शव उत्खनन भइरहेको हुन्छ र उनी विरुद्ध जसले अपराध गरेको अथवा जसले उनलाई मारेको हो उनीहरू विरुद्ध पनि मुद्दा चलिरहेको हुन्छ। अझै पनि अपराधीले न्याय पाइरहेको हुँदैन। फलस्वरूप 2074 वैशाख 4 गते काभ्रे जिल्ला अदालतले घटनाका दोषी कर्णेल बबी खत्री, क्याप्टेन अमित पुन र क्याप्टेन सुनिल अधिकारीलाई जन्मकैदको सजाय सुनाउँछ।
यसरी सजाय सुनाएका दोषीहरू अझै फरार छन्। सेनाले उनीहरूलाई न त अदालत उपस्थित गराएको छ न त खोज तलास नै गरेको छ। न्याय कागजमा मात्र सीमित छ, काममा छैन। उनी अझै लडिरहेकी छिन्। सरकार थाके जस्तो देखिन्छ, तर उनी आफ्नो छोरीको न्यायको लागि कतै पनि थाकेकी छैनन्। यसरी अदालतले जन्म कैद सुनाइसकेका मान्छेहरू आजको दिनसम्म पनि फरारी छन्। उनीहरूलाई न खोजिएको छ न लगेर थुनिएको नै छ। सरकार चुपचाप छ। हालसालै देवी सुनारले आफ्नै छोरीको नाममा मैना नामक संस्था स्थापना गरेर नेपालका पिछडिएका दुःख पाएका बालबच्चाहरू र महिलाहरूको सेवा गर्ने गरेकी छन्। अन्ततः सशस्त्र द्वन्द्व अन्त्य भयो, गणतन्त्र आयो, संविधान बन्यो, तर द्वन्द्वकालीन पीडितहरूको न्याय भने आज पनि अधुरो छ। मैना सुनारको हत्याकाण्ड नेपालको सशस्त्र द्वन्द्वकालीन मानव अधिकार उल्लङ्घनको प्रतीक बनेको छ। यो घटना न्याय प्रणालीको कमजोरी, दण्डहीनता र पीडितको सङ्घर्षको कथा हो। यो त केवल एउटा मैना सुनारको मात्र हो। नेपालमा त्यति बेलाको समयमा कतिपयले आफ्ना अभिभावक गुमाए, आफ्ना छोराछोरी गुमाए, आफ्ना सन्तान गुमाए। अझै पनि न्यायको खोजीको लागि सरकार समक्ष बेपत्ता छानबिन आयोग भनेर गठन भएको छ, तर कुनै पनि त्यसले कुनै पनि खोज तलास र खासै उन्नति गरेको भने देखिँदैन। यो त केवल आफ्नो आमाको आँटले गर्दा दब्न नदिएको घटना हो। त्यति बेलाको समयमा नेपालका कतिपय ठाउँहरूमा यस्ता घटना घटेका छन् जसले आँट, हौसला र सहयोगको अभावले गर्दा कतिपय घटनाहरू यत्तिकै सकिएका छन्। हस् त, अहिले भने छुट्टी मै त तपाईँहरूलाई यस्तै भिडियो सुन्न अथवा हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है त। थ्याङ्क यू फर वाचिङ।